हेलो एभ्रिवान आजको भिडियोमा चाहिँ हामी टाइप्स अफ कार्बनको बारेमा पढ्छौँ र आइसोनियो एन्ड टर्सरी टाइप अफ कार्बन भनेको कस्तो खाले कार्बन हो यो कुरा चाहिँ आज हामी यो भिडियोमा पढ्छौँ। यो कुराहरू पढेपछि चाहिँ हल्का टुवेल्भको अर्ग्यानिक केमिस्ट्री सजिलो टाइपै लाग्छ। बेसिक फाउन्डेसन टाइपै हो यो। अब टाइप्स अफ कार्बनको बारेमा चाहिँ सुरुमा पढौँ। कार्बनलाई के को आधारमा क्लासिफाई गरिएको छ भन्दाखेरि कार्बन कतिवटा अरू कार्बनसँग चाहिँ अट्याच छ त्यसको आधारमा क्लासिफाई गरिएको छ। जस्तै एउटा कार्बनसँग डिरेक्टली अट्याच छ भने यो कार्बनलाई चाहिँ के भन्छ प्राइमेरी कार्बन या 1 डिग्री कार्बन भनिन्छ र सिमिलरली यो कार्बनलाई के भन्छ 1 डिग्री कार्बन भन्छ। तर एउटा कार्बन दुईवटा कार्बनसँग डाइरेक्टली अट्याच छ भने यसलाई के भन्छ 2 डिग्री कार्बन भनिन्छ सेकेन्डरी कार्बन भनिन्छ। सिमिलरली 3 डिग्री कार्बन भनेको नि त्यही हो। 3 डिग्री कार्बन डिरेक्टली कतिवटासँग अट्याच छ अब यो कार्बन हेरौँ है 1 2 3 तिनवटा कार्बनसँग अट्याच छ। यो एउटा बिचको कार्बन बिचको यो मेन कार्बन तिनवटा अरू कार्बनसँग चाहिँ अट्याच छ डिरेक्टली भने यो के भयो 3 डिग्री कार्बन भयो। यो भइहाल्यो। अब यही प्राइमेरी सेकेन्डरी र 3 डिग्री टाइप अफ कार्बनको आधारमा टाइप्स अफ अल्कोहल नि छुट्याइन्छ। टाइप्स अफ अल्कोहलमा के पर्छ थाहा छैन भने हेर्नु। प्राइमेरी अल्कोहल सेकेन्डरी अल्कोहल र 3 डिग्री अल्कोहल नि पर्छ। अहिलेको लागि प्राइमेरी र सेकेन्डरी पढ्यो 3 डिग्री आफै बुझ्नुहुन्छ। अब अल्कोहल भनेको फङ्सनल ग्रुप भनेको OH हो। अल्कोहलको फङ्सनल ग्रुप OH हो। हेरौँ है मसँग यो कार्बन छ OH छ मैले यसरी बनाएँ। मैले अहिले हाइड्रोजनहरू चाहिँ ध्यान दिएन है, हजुरले चाहिँ ध्यान दिनु होला। अब मसँग यो भएको कार्बन डिरेक्टली एउटा अर्को कार्बनसँग मात्र अट्याच छ भने सुरुमा के बुझौँ भन्दाखेरि यो फङ्सनल ग्रुप भयो। यो फङ्सनल ग्रुप कुन कार्बनसँग अट्याच छ यो कार्बनसँग अट्याच छ। अब यो कार्बन डिरेक्टली कतिवटा कार्बनसँग अट्याच छ। जस्तै यो कार्बन एउटा कार्बनसँग मात्र अट्याच छ भनेपछि यो के भयो त प्राइमेरी अल्कोहल भयो भनेको 1 डिग्री अल्कोहल भयो। इन सर्ट भन्दाखेरि कार्बन के अरे यो अल्कोहल फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बन जति डिग्री कार्बन हुन्छ त्यति डिग्री नै अल्कोहल हुन्छ। जस्तै यो कार्बन कति डिग्री कार्बन हो त 1 डिग्री कार्बन हो कि होइन, किनकि डिरेक्टली एउटा कार्बनसँग मात्र अट्याच छ भनेपछि यो कति डिग्री अल्कोहल भयो त 1 डिग्री अल्कोहल भयो। जस्तै अब इक्जाम्पल दिउँ। क्वेसनमा हामीलाई धेरै अरू डिपमा सोध्न सक्छ, अहिले चाहिँ हामी सिम्पलै पढ्छौँ। COH छ यो यस्तो बनाइदिएँ मैले। अब हेरौँ है यो OHसँग अट्याच भएको कार्बन डिरेक्टली कतिवटा कार्बनसँग अट्याच छ। एउटा यो कार्बनसँग अट्याच छ, एउटा यो कार्बनसँग अट्याच छ भनेपछि यो 2 डिग्री कार्बन हो भनेपछि यो कति हो त 2 डिग्री अल्कोहलै हो कि यो नि 2 डिग्री अल्कोहलै हो। आजको भिडियो चाहिँ म सकेसम्म चाहिँ सर्ट बनाउने ट्राई गर्छु। अनि भोलिदेखि चाहिँ अर्को भिडियोदेखि चाहिँ किटोन र उसको बारेमा चाहिँ पढ्ने। टाइप्स अफ अल्कोहल बुझ्नुभयो, टाइप्स अफ कार्बन बुझ्नुभयो होइन त योबाट। जस्तै मसँग एउटा क्वेसन छ एक मिनट है COHC र C हो भने अब यो कार्बन यो फङ्सनल ग्रुप भयो। यो फङ्सनल ग्रुपसँग अट्याच भएको कार्बन कति डिग्री कार्बन हो त 1 2 3 डिरेक्टली तिनवटा कार्बनसँग अट्याच छ भने यो 3 डिग्री कार्बन हो भनेपछि यो के हो 3 डिग्री अल्कोहल हो। यो डिस्टिङ्ग्विस गर्न सक्यो भने अल्डिहाइड र केटनमा धेरै सजिलो हुन्छ, प्रिपरेसनमा सजिलो हुन्छ। अब त्यसपछि आयो कुरा आइसोनियोको कुरा। आइसोनियो चाहिँ यो आइसोनियोहरू हो नि, यो आइसोनियोहरू चाहिँ कमन नेम दिँदाखेरि चाहिँ युज गरिन्छ। आइसोनियो यहाँ चाहिँ मेन गरी पढ्नुपर्ने हो। अनि प्राइमेरी सेकेन्डरीहरू चाहिँ अरू नर्मली पढ्दै गएपछि आउँछ। अब आयो आइसो, एक मिनट है त यतापट्टि चाहिँ लेखौँ हल्का सजिलोको लागि। एक मिनट ल आइसो भनेको कस्तो भन्दाखेरि म बुझाउने ट्रिक नै दिन्छु, सही कुरा बुझ्छ है त। टर्मिनलमा भएको कार्बन दुईवटा मेथाइल ग्रुपसँग चाहिँ अट्याच छ भने त्यस्तोलाई के भन्छ आइसो भनिन्छ। त्यस्तो स्ट्रक्चरलाई के भन्छ आइसो भनिन्छ। CH3 यो टर्मिनलमा भएको कार्बन भयो, यो टर्मिनलमा भएको कार्बन भयो
यो दुईटा मेथाइल ग्रुपसँग चाहिँ अट्याच छ भनेपछि यो स्ट्रक्चरलाई यो स्ट्रक्चर छ नि यो स्ट्रक्चरलाई चाहिँ के भनिन्छ आइसो स्ट्रक्चर भनिन्छ आइसो स्ट्रक्चर भनिन्छ। र अझै सिम्पल तरिकामा हेर्ने हो भने सेकेन्ड लास्ट कार्बन सम्झिने तरिकाहरू है मेन स्ट्रक्चर यही हो। अर्को सम्झिने तरिका भनेको सेकेन्ड लास्ट कार्बन सेकेन्ड लास्ट कार्बनमा एउटा मेथाइल ग्रुप एउटा मेथाइल ग्रुप ब्रान्चमा छ भने त्यस्तो स्ट्रक्चरलाई नि के भनिन्छ आइसो स्ट्रक्चर भनिन्छ। मैले के भन्न खोजेको सेकेन्ड लास्ट कार्बन होइन यो जस्तै यो कार्बनको चेन छ सेकेन्ड लास्ट कार्बनमा मेथाइल ग्रुप छ भने यता पनि मेथाइल ग्रुपै आउँछ अफकोर्स छ भने यो अटोमेटिकली के भन्छ आइसो ग्रुप भन्यो कि भनेन। यो र यो भन्नु एउटै हो कि होइन हेर्नु त यो र यो यहाँ नि एउटा कार्बनमा दुईटा मेथाइल ग्रुप छ यहाँ नि एउटा कार्बनमा दुईटा मेथाइल कार्बन यो एउटा कार्बनमा दुईटा मेथाइल ग्रुप छ भने चाहिँ आइसो स्ट्रक्चर भनेको चाहिँ यस्तो हो। कि त लास्ट कार्बनमा बुझ्ने तरिका है कि त लास्ट कार्बनमा दुईटा मेथाइल ग्रुप बनाएर गर्नु कि त सेकेन्ड लास्ट कार्बनमा एउटा मेथाइल ग्रुप छ अनि यता पनि मेथाइल ग्रुप छ भने चाहिँ आइसो स्ट्रक्चर हो बुझ्नु। अब अर्को बुझ्ने तरिका क्लासिकल कन्सेप्ट टाइपै भनौँ कि के भनौँ च्याट जिपिटी टाइप कन्सेप्टै भनौँ ल। कस्तो भन्दाखेरि यसमा चाहिँ एक्सेप्सन छ है अहिले भन्न गइरहेकोमा लास्टसम्म सुन्नु। यदि आइसो भनेको 3 डिग्री कार्बनमा दुईटा मेथाइल ग्रुप छ भने दुईटा मेथाइल ग्रुप भन्नाले सी 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 यो S3 यो S3 यो CS2 यो हेरौँ है यो कार्बनलाई हेरौँ यो कार्बन तीनटा अर्को कार्बनसँग अट्याच छ 1 2 3 र यसमा चाहिँ दुईटा चाहिँ मेथाइल ग्रुप छ मेथाइल ग्रुप यो एउटा मेथाइल ग्रुप हो यो नि मेथाइल ग्रुप हो यहाँ दुईटा मेथाइल ग्रुप छ 3 डिग्री कार्बनमा दुईटा मेथाइल ग्रुप छ भने यो के हो त आइसो मानिन्छ। तर यसमा के उस छ भन्दाखेरि त्यो स्ट्रक्चरलाई चाहिँ आइसो मानिने भएर जस्तै मैले यसलाई स्ट्रक्चर लेख्दाखेरि अब आइसो प्रोफाइल बना भनेर भन्यो भने मसँग CS3 मेथ 8 प्रोप त भयो यहाँ आर लेखेर बनाउँछु कि आइसो प्रोफाइल भनेको। अब यो 3 डिग्री कार्बन हो कि होइन त यो अल्काइल ग्रुपले डिसाइड गर्छ तर स्ट्रक्चरको आधारमा हेर्ने हो भने यसले सेटिस्फाई गरे त्यही भएर एक्सेप्सन नभइकन अब यो चाहिँ हल्का सम्झिने टाइप केस हो। तर नर्मलीमा बुझ्न सकेमा 3 डिग्री कार्बन 2 मिथाइल ग्रुप भनेर बुझे नि भयो सेकेन्ड लास्ट कार्बनमा एउटा मिथाइल ग्रुप भनेर बुझे नि भयो लास्टको कार्बनको चेनमा CS3 आएर बसेको छ भने पनि के भयो आइसो ग्रुप भयो न यो सिम्पल भयो। अब अर्को कुरा गर्ने हो नि एन आइसो सक्यो होइन त आइसो आई होप बुझ्नुभयो होला आइसो तपाईँले बुझ्नु भएन भने कमेन्ट सेक्सनमा लेख्नु। अब आइसो पछि आयो न्यू एकछिनमा पढौँला एन चाहिँ पढौँ है त। एन भनेको कस्तो हो त एनको फुल फर्म हेर्ने हो भने एन भनेको नर्मल हो। यदि कार्बनको चेनको स्ट्रक्चर सिधा सिधा भन्नाले नर्मल छ भने यसलाई के भनिन्छ एन भनिन्छ। यदि कार्बनको चेनको स्ट्रक्चर सिधा छ भने यसलाई एन भनिन्छ। यो सिम्पल भयो एन भनिन्छ भन्दाखेरि अब अघिको कुरामा चाहिँ बुझ्नुभयो कि भएन है सरी त्यो नेमिङको कुरा नि बिर्सेछु। कस्तो भन्दाखेरि जस्तै मसँग यो स्ट्रक्चर आयो CS3 यो के हो त CS2OH अब यो मिल्यो कि मिलेन यो यहाँ याद हुनुपर्छ 3 डिग्री कार्बनमा दुईटा मेथाइल ग्रुप छ भनेपछि यो आइसो। अब मैले नाम लेख्दा कसरी लेख्छु त यो मेम्बर मैले देखेँ यो मैले चिन्ने बित्तिकै आइसो लाग्यो मलाई यो आइसो हो स्योर भयो। अब मैले कार्बन गर्छु कार्बन कतिवटा एउटा दुईटा तिनवटा चारवटा पाँचवटा मेथ 8 प्रोप ब्युट पेन्ट आइसो पेन्टाइल यति मात्र ग्रुपलाई के भन्छु म त आइसो पेन्टाइल भन्छु। अब यहाँ आएर के जुटायो कुन फङ्सनल ग्रुप जुटायो OH जुटायो OH भनेको के हो त अल्कोहल होइन त OALCOH अल्कोहल लेख्छु आइसो पेन्टाइल अल्कोहल लेख्छु।
मैले यति मात्र पुरै ग्रुपलाई यति मात्रलाई के भने आइसोपेन्टाइल भने, किनकि यहाँ CH3 हो, लास्ट कार्बन 3 डिग्री कार्बन छ र यसमा के आएर बसे दुईटा मेथाइल ग्रुप आएर बसे, त्यही भएर मैले यसलाई के लेखेँ आइसोपेन्टाइल लेखेँ। अनि यहाँ के आएर जोड्या त फङ्सनल ग्रुपमा OH आएर जोड्या, त्यही भएर आइसोपेन्टाइल अल्कोहल लेखेँ। सिमिलरली एनको कुरा गर्ने हो भने जस्तै यहाँ अब नर्मली कार्बन चेन छ, यहाँ हाइड्रोजनहरू आएर बसेको छ, हाइड्रोजन आएर बसेको छ। मैले लेखिनँ अहिलेको लागि। यो के हो त मेथ एथ प्र ब्युट। अब यसलाई कमन नेममा लेख्न पऱ्यो भने एन ब्युटेन भनिन्छ। यस, अब एन्नी यही हो, एन्नी बुझायो है त। एन भनेको नर्मल कार्बन चेनमा स्ट्रक्चर छ भने त्यसलाई एन भनिन्छ। त्यसपछि आयो नियो र टर्सरी चाहिँ हल्का कम्पेयर गरेर पढ्नुपर्छ, हल्का डिफ्रेन्ट टाइप हो। हामी सिमिलर टाइप छ, त्यही भएर चाहिँ बुझ्नुपर्छ नियो र टर्सरी। नियो भनेको कस्तो भन्दाखेरि 4 डिग्री कार्बन छ, 4 डिग्री कार्बन मैले पढाएको छैन तर हजुरले बुझ्नुभयो होला योसम्म। 4 डिग्री कार्बन भनेको एउटा कार्बन सिधै 4वटा कार्बनसँग अट्याच छ भने। अनि अर्को कुरा के बिर्सेँ भन्दा मैले यो आइसो भन्दाखेरि यो आइसोको मैले यो भने नि 3 डिग्री कार्बन दुईटा मेथाइल ग्रुप, यो चाहिँ टर्मिनलमा हुनुपर्छ है, टर्मिनलमा भएको हुनुपर्छ त्यो ग्रुप। अब सिमिलरली नियोमा चाहिँ के हो भन्दाखेरि 4 डिग्री कार्बन छ र त्यहाँ चाहिँ 3टा मेथाइल ग्रुप छ, 3टा मेथाइल ग्रुप है मैले भनेको याद गर्नु। 4 डिग्री कार्बन र 3टा मेथाइल ग्रुप छ भने यसलाई के भनिन्छ नियो भनिन्छ। जस्तै एउटा कार्बनले यहाँ CH3 बनायो, यो CH3 बनायो, यहाँ नि CH3 बनायो, यो के बनायो CH2 बनायो। हेरौँ है, अब यो बेलामा यो 4 डिग्री कार्बन हो, यहाँ 3टा मेथाइल ग्रुप छ भने यसलाई के भनिन्छ नियो भनिन्छ। तर टर्सरी भनेको चाहिँ कस्तो भन्दा सिम्पली टर्सरी भनेको कस्तो भन्दा 3 डिग्री कार्बन मात्र भएकोलाई के भन्छ टर्सरी टाइप अफ कार्बन भनिन्छ। जस्तै CH3 एउटा कार्बन 3टा कार्बनसँग अट्याच छ भने होइन CH3। यसमा र यसमा चाहिँ झुक्किनु भएन है। यो यसमा के हो भन्दाखेरि 4 डिग्री कार्बन छ, 4 डिग्री कार्बन छ र 3टा मेथाइल ग्रुप छ भने नियो। टर्सरी भनेको 3 डिग्री कार्बन छ र 3 डिग्री कार्बन मात्र हो, त्यति हो, अरू केही होइन। 3 डिग्री कार्बन मात्र हो भने के भन्छ टर्सरी लेखिन्छ। अब यता मेथाइल ग्रुप आए नि आओस् नआए नि नआओस्, 3 डिग्री कार्बन छ भने यो के भयो टर्सरी भइहाल्यो, अरू केही सोच्नै परेन। ल आजको भिडियोको लागि चाहिँ यति नै। केही कन्फ्युजन छ भने कमेन्ट सेक्सनमा भन्नु। अनि भोलिदेखि चाहिँ अर्को भिडियोदेखि चाहिँ अल्डिहाइड केटनको चाहिँ बल्ल प्रिपेरेसनहरूबाट सुरु गर्नेछौँ। अनि थ्याङ्क यू फर वाचिङ, बाई बाई।